यो चाहिँ हो म्यास पोटेटो को रेसिपी आज बताउन गइरहेको छु हजुरहरूलाई। सबैभन्दा पहिला ग्यास बालेर आफ्नो कराईलाई हल्का गरम गर्नुपर्छ। त्यसको बाद यसमा हाल्नेछु म अमुलको बटर आधा टिक्की। यसलाई राम्रोसँगले मेल्ट हुन दिउँ। त्यसपछि अन्य सामग्रीहरू हामी लगाउने छौं र तपाईहरुलाई बताउने छौं है त। यसको बाद हामी यसमा लगाउने छौं दुईटा लसुनको कली। त्यसलाई फाइनली चप गरेर यसमा लगाइदिने छौं अनि थोरैसँगले यसलाई हल्का यसको कलर नफेरुन्जेलसम्म हामी यसलाई यतिकै भुन्ने छौं। र यो लसुन हल्कासँगले यसको कलर चेन्ज हुँदैछ र यस बेला हामीले लगाउन छौं यसमा एउटा मैगीको चिकन स्टक। यसमा म चिकन स्टक एड गर्दै छु र यसलाई 1 मिनेटसम्म लो फ्लेम गरेर यसलाई मजाले मिक्स गरेर राम्रोसँगले यसलाई भुन्नुपर्छ। र तपाईहरु पनि यो म्यास पोटेटो भनिन्छ यो रेसिपीको नाम। यसलाई घरमा आफ्नो परिवारसँग बनाएर आनन्द उठाउन सक्नुहुनेछ। लगभग यसमा कलर चेन्ज भइसकेको छ र यसको चिकन स्टक पनि राम्ररी मेल्ट भएर सबै मिक्स भइसकेको छ। यसमा अब हामी दुईटा उसिनेको आलुलाई राम्रोसँगले म्यास गरेर यसमा लगाउनु पर्छ है त। र यो म्यास पोटेटोमा मैले आलु लगाइसकेको छु र यो आलुलाई जति सक्नुहुन्छ हजुरहरूले यसलाई मजाले थिचेर म्यास गर्नुपर्ने हुन्छ। तपाईहरुले देख्न सक्नुहुनेछ यसमा बटर मैले आधा टिकी युज गरेको छु। चाहे हजुरहरूले कम ज्यादा गर्न सक्नुहुन्छ आफ्नो स्वादको अनुसार। र यसमा तपाईहरुले देख्न सक्नुहुनेछ लसुनको कलर यतिकोसम्म हुन पर्छ, नत्र यसको टेस्ट राम्रो हुँदैन। ल यसलाई म मजाले म्यास गरेर यसलाई करिब 3-4 मिनेटसम्म स्लो आँच गरेर यसलाई मजाले चलाएर पकाउनु पर्ने हुनेछ। र यो आलु त अलरेडी पाकेको नै हो। यस आलुलाई उसिनेको थियो मैले दुईटा आलुलाई र तपाईहरुले देख्न सक्नुहुनेछ मैले कसो गरेर आलुलाई म्यास गर्दै छु। हजुरहरूले पनि यही प्रकारले गर्न सक्नुहुनेछ। यसमा यो जो आलुको थोरै डल्लो जस्तो बनेको हुन्छ यसलाई हजुरहरूले राम्ररी फोरेर राम्ररी मिच्नु पर्छ अनि यसको टेस्ट र खानामा धेरै स्वाद हुन्छ। यो म्यास पोटेटो यो बेसिकली यो नर्मली यो विदेशमा खाइने खाना हो जसमा ल्याम्ब, मटन, चिकन योसँग खानाको लागि यो बनाइन्छ। हजुरहरू चाहे यतिकै पनि खान सक्नुहुन्छ। र यो मेरो म्यास पोटेटो पनि अलमोस्ट भइसकेको छ। यसमा अब म थोरै दुध एड गर्छु। दुध काँचो हुनुपर्छ र यसलाई स्लो आगोमा पकाउनु पर्ने हुन्छ। र देख्न सक्नुहुनेछ म यहाँ अमुलको दुध। तपाईहरुलाई यो दुध चाहिँ तपाईहरुले कम ज्यादा
गर्न सक्नुहुन्छ, किनकि यो विदेशी खाना हो र यो धेरै गिलो पनि खाइँदैन र धेरै साह्रो पनि हुनु हुँदैन। यो ठिक्कको हुनुपर्छ, जस्तो कि हामी नेपालीहरूले खाने गर्छौँ ढिँडो, उत्तिकै हुनुपर्छ। यो अझै स्लो आँचमा म यसलाई 2-3 मिनट यतिकै पकाउने छु। उसको बाद हजुरहरूलाई म देखाउने छु है त। ल, यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यो मेरो म्यास पोटेटो रेडी भएको छ। यसमा मैले नुन लगाएको छुइनँ, किनभने चिकन स्टकमा धेरै नै नुन हुन्छ र हजुरहरूलाई कतिको नुन चाहिन्छ त्यही हिसाबले तपाईहरू चिकन स्टक बेसी कम्ती गर्न सक्नुहुन्छ। यदि तपाईहरू चिकन बोइल गरेर त्यसलाई स्टक बनाएर राख्नुहुन्छ भनेदेखि त्यसमा माथिबाट नुन लगाएर मिक्स गर्न सक्नुहुन्छ। र यहाँ मैले चिकन स्टक युज गरेको छु, त्यसको लागि म यसमा नुन लाउँदिनँ, किनभने चिकन स्टकमा नुन अलरेडी नै हुन्छ। ल हेर्नुहोस्, यो म्यास पोटेटो मेरो रेडी भयो है त। ल, अब हजुरहरूलाई म यसमा चिकन ब्रेस्ट कसरी बनाउने त भनेर देखाउन गइरहेको छु। मजासँगले हेरिदिनुहोस् होला। यहाँ मैले यो चिकनलाई र्याप गरेर मसलामा मोलेर करिब 2 घन्टाको लागि छोडिदिएको थियो। यो मसला छ तपाईँको जिरा, धनिया, टिमुर भयो, रातो खुर्सानी भयो, कश्मिरी खुर्सानी भयो, जिरा भयो, लौङ, यसमा मैले मिसाएको छु तेजपत्ता, सबै हल्का भुनेर यसलाई मसला बनाएर यसको पेस्टको रूपमा दही 2 चम्चा लाएर मोलेको छु र यसलाई मैले 2 घन्टा राखेको थियो र अब यो पकाउनका लागि रेडी छ। ल, यो फ्राई प्यान पनि तातिसक्यो है त। यसमा म बटर लगाउने छु। यो बटर अलिक मजालेसम्म पिघलाएर यसलाई म चिकन कसरी ब्रेस्ट चिकन हामी बनाउँछौँ त्यो देखाउँछु है त। हजुरहरू पनि घरमा चाहे बनाएर ट्राई गर्न सक्नुहुन्छ। यो चिकन चाहिँ तपाईँहरूको नर्मल मसला, घरमा खाने मसला साथै टिमुर लगाएर यो पेस्ट बनाएको। यसमा खालि दही र नुन स्वाद अनुसार लगाएर चिकनको ब्रेस्ट मैले युज गर्दैछु। यसलाई पाक्नुमा पनि धेरै टाइम लाग्दैन, लगभग 15 मिनटमा सबै बन्छ। तपाईहरुलाई म यसको रेसिपी देखाउँछु है त। ल, यो चिकन ब्रेस्ट यहाँ मेरो बटर मेल्ट भइसक्यो र यो चाहिँ हो चिकनको ब्रेस्ट। तपाईहरु देख्न सक्नुहुनेछ यहाँ। यो 2टा चिकनको ब्रेस्ट हो, 4 पिस छ। यसलाई म स्लो आँच गरेर करिब 15 मिनट बनाउँछु। तपाईहरु पनि देख्न सक्नुहुन्छ र त्यसमाथि म अर्को एउटा ब्रेस्ट फेरि एड गर्दैछु। 2टा भयो ब्रेस्ट। यो एउटा कुखुराको हो। यसमा ब्रेस्टको जुन हड्डीको भाग हुन्छ त्यसलाई मैले निकालेको छु। यो तेस्रो पार्ट हो। र यो चौथा पार्ट हो। यसलाई म यतिकै कम्ती आँचमा कमसेकम 7 मिनेट म एक साइड पकाउने छु र सबै म कसै गरेर पकाउँछु, के गरेर पकाउँछु सबै हजुरहरूलाई देखाउने छु। हजुरहरू पनि चाहे बनाएर आफ्नो घर परिवारसँग बसेर खान सकिन्छ है त। ल हेर्नुहोस्, यो करिब 4 मिनेट जस्तो एक साइडमा कुक भइसकेको छ र यसलाई म नजलोस् भनेर थोरै कर्छीले यसलाई सबैलाई मुनिबाट निकाल्छु र पलट्ने टाइम अहिले भएको छैन, किनकि यो पाक्नमा अलिक टाइम लाग्छ।
अरू मासु सब्जीहरू भन्दा धेरै छिटो बन्छ, तर यसलाई म 7 मिनेटको बादमा यसलाई पल्टी गर्नेछु र फेरि पल्टिसकेपछि करिब 7-8 मिनेट म फेरि अर्को साइड पकाउने छु है त। ल हजुरहरूले हेर्न सक्नुहुन्छ, यहाँ मेरो यो 7 मिनेट भइसक्यो र यसलाई म पलट्नेछु। तपाईहरु देख्न सक्नुहुनेछ, यसलाई धेरै पकाउनु पनि हुँदैन, धेरै पकायो भने धेरै नै चाम्रो हुन्छ र खानामा अलिक टेस्ट पनि हुँदैन। म हजुरहरूलाई सबै बनाएर देखाउँछु है त। यो 4वटालाई नै मैले ब्रेस्टलाई पल्टाएर एक साइड पकाइसकेको छु भनेदेखि अर्को साइड पाक्नका लागि 7-8 मिनेट पर्खिन्छु। उसको बादमा पाकिसकेपछि देखाउँछु है त हजुरहरूलाई। ल हजुरहरूले देख्न सक्नुहुनेछ, यो चिकन पनि करिब 4 मिनेट भइसक्यो। यसलाई म मुनिबाट अलिक खेलेर पकाएको जस्तै सबै साइड निकाल्नेछु, किनभने चिकन टालिने सम्भावना हुन्छ। यसमा हामीले धेरै प्रकारको मसलाहरू लगाएको छौँ र त्यो मसला जल्यो भने यसको टेस्ट राम्रो आउँदैन। त्यसैले यसलाई बीचबीचमा अलिअलि तलमाथि गर्दै सार्नुहोला। ल हजुरहरूले यहाँ देख्न सक्नुहुनेछ, करिब यसलाई मैले 5 मिनेट जति पकाइसकेको छु र यसलाई म एक वटा गरेर 2 मिनेटको लागि पल्टाउने छु। सबैलाई आरामसँगले एक वटा गरेर फेरि पलट्न सक्नुहुन्छ र यो 2 मिनेटको बादमा हाम्रो चिकन ब्रेस्ट रेडी हुनेछ। ल है त 2 मिनेट कुरौँ, उसको बादमा चिकन ब्रेस्ट रेडी हुन्छ है त। म देखाउँछु हजुरहरूलाई। ल हेर्नुहोस् है, मेरो चिकन ब्रेस्ट रेडी भइसक्यो र यसमा म अलिकति स्मोकी फ्लेभर दिनका लागि यसले माथिबाट फ्लेमले स्मोकी फ्लेभरको लागि दिँदैछु। ल तपाईहरुकोमा यो सामग्री उपलब्ध छैन भनेदेखि यसलाई एउटा कोइलामा अलिकति घिउ अथवा बटर लगाएर 2 मिनेटसम्म यसलाई ढाकेर यो फ्लेभर दिन सक्नुहुन्छ। मेरो यो अलमोस्ट रेडी भयो है। ल हजुरहरूले देख्न सक्नुहुनेछ, मेरो चिकन चाहिँ रेडी भइसक्यो। अब यसलाई म प्लेटिङ गरौँ है त। यो चिकन ब्रेस्ट भयो हजुरहरूको। यो अर्को प्लेट चिकन भयो ब्रेस्ट र अब म यसमा लगाउने छु यो म्यास पटेटो। हेर्नुहोस्, म्यास पटेटो पनि मेरो गिरेको छैन, करिब हामीले खाने ढिँडो जस्तै छ यो। र यो आलुको हो, यसलाई म्यास पटेटो भनिन्छ। यो धेरै जस्तो चाहिँ बाहिर विदेशतिर धेरै मन पराउने गर्छ यसलाई। यसमा म एउटा काँटो र यसमा छुरी राखिदिनेछु र यो प्लेटिङ भयो कम्प्लिट। र यो दोस्रोमा पनि सेम राख्नेछु र यो पनि भयो कम्प्लिट। यसलाई भन्छ ग्रिल तावा चिकन र म्यास पटेटो है त। हजुरहरूलाई मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनुहोस् है त। धन्यवाद।